साजदन। अब हजरत जिब्रील अलैहिस्सलामलाई सबर हुन्न र हजरत जिब्रील अलैहिस्सलाम रहमानको अर्शको अगाडि यानी अल्लाह तालाको अर्शको अगाडि सजदामा जानुहुन्छ। अल्लाह तालाले भन्नुहुन्छ इरफा रासक या जिब्रील फयरफउ रासहु, ए जिब्रील आफ्नो शिरलाई उठाऊ। हजरत जिब्रील अलैहिस्सलामले आफ्नो शिरलाई उठाउनुहुन्छ। फेरि अल्लाह तालाले भन्नुहुन्छ मा राअइता मिनल अजाइबि वल्लाहु आलमु बिमा राअहु, तिमीले अचम्म लाग्दो चीज मध्ये के अचम्मको चीज देख्यो भनेर जिब्रील अलैहिस्सलामले अल्लाह तालाले सोध्नुहुन्छ। जिब्रील अलैहिस्सलामले अल्लाह तालाले सोध्नुहुन्छ र अल्लाह तालाले थाहा पनि हुन्छ वल्लाहु आलमु बिमा राअहु, अल्लाह तालाले थाहा छ तर पनि अल्लाह तालाले सोध्नुहुन्छ। अब जिब्रील अलैहिस्सलाम भन्नुहुन्छ या रब्बी समिअतु सौतन मिन कारी जहन्नम युनादी बिल हन्नानिल मन्नान, ए मेरो रब मैले जहन्नमको सबैभन्दा तल्लो तहबाट तपाईलाई हन्नान र मन्नान, ए बख्श्नेवाला एहसान गर्नेवाला भनेर आवाज दिएको सुनिरहेको छु। त्यसपछि अल्लाह तालाले भन्नुहुन्छ यकुलुल्लाहु तबारक व तआला या जिब्रील इذهب इला मालिक, ए जिब्रील जहन्नमको मालिक, जहन्नमको जो ढोकामा बस्नुहुन्छ फिरिस्ता हजरत मालिक रदियल्लाहु ताला अन्हु, उहाँको बारगाहमा उहाँसँग तिमी जाऊ। अब जिब्रील अलैहिस्सलाम यذهب इला बाबिन मिन अबवाबि जहन्नम, जहन्नमको ढोका मध्ये कुनै एउटा ढोकामा जानुहुन्छ। फयद्रिबुहु फयखरुजु इलैहि मालिकुन, अब त्यो जहन्नमको ढोकालाई ठकठकाउनुहुन्छ। त्यसपछि हजरत मालिक अलैहिस्सलाम त्यो जहन्नमको दरवाजाबाट निस्किनुहुन्छ। फेरि जिब्रील अलैहिस्सलाम भन्नुहुन्छ इन्नल्लाह तबारक व तआला यकुलु अखरिजल अब्दल्लज़ी युनादी बिल हन्नानिल मन्नान, अल्लाह तालाले भन्नुभएको छ कि ए मालिक, अल्लाह तालाको हुकुम छ कि मेरो त्यो बन्दालाई निकाल्ने जसले मलाई हन्नान र मन्नानको सजा दिइरहेछ। अब हजरत मालिक अलैहिस्सलाम आउनुहुन्छ र जहन्नमभित्र जानुहुन्छ। फयतलिबुहु, अब त्यहाँ त्यसलाई खोज्नुहुन्छ कि को रहेछ त्यो व्यक्ति जसले अल्लाह तालाले यस्तरी आवाज दिइरहेछ। फला युजदु, तर पनि हजरत मालिक अलैहिस्सलामले त्यहाँ खोजेर पनि त्यो व्यक्तिलाई पाउनुहुन्न। फेरि हदीस शरीफको लफ्ज छ कि इन्न मालिकन आरफु बि अहलि नारी मिनल उम्मी बि औलादिहा, हजरत मालिक त्यो व्यक्ति हुनुहुन्छ, त्यो फिरिस्ता हुनुहुन्छ जसले जहन्नमीहरूलाई तिनीहरूको माँ बाप भन्दा पनि धेरै नजदिकबाट जहन्नमीहरूलाई चिनेको हुनुहुन्छ। तर पनि हजरत मालिक अलैहिस्सलामलाई त्यो व्यक्ति मिल्दैन, त्यो व्यक्तिलाई भेटाउनु। फेरि हजरत मालिक अलैहिस्सलाम बाहिर निस्किनुहुन्छ। फयकुल जिब्रील, हजरत जिब्रील अलैहिस्सलाम भन्नुहुन्छ इन्न जहन्नम ज़फरत ज़फरतन ला आरिफुल हिजारत मिनल हदीद वल हदीद मिनल रिजाल, बेशक जहन्नम यति धन्किएको छ, यति धन्किएको छ, मैले फलाम र ढुङ्गा अनि मान्छेमा कुनै फरकै गर्न पाएको छैन। अनि जहन्नम यति धन्किएको छ। अब फेरि जिब्रील अलैहिस्सलाम फयज़हबु फयरजिउ जिब्रील अलैहिस्सलाम, जिब्रील अलैहिस्सलाम अब लौट्नुहुन्छ, फेरि आउनुहुन्छ। हत्ता यसीर बैन यदै अर्श रहमानी साजिदन, फेरि रहमानको अर्शको अगाडि सजदामा गिर्नुहुन्छ। अब अल्लाह तालाले फेरि भन्नुहुन्छ या जिब्रील इरफा रासक या जिब्रील, ए जिब्रील आफ्नो शिरलाई उठाऊ, आफ्नो टाउको उठाऊ, आफ्नो शिरलाई उठाऊ। त्यसपछि हजरत जिब्रील अलैहिस्सलामलाई फेरि अल्लाह तालाले भन्नुहुन्छ लिमा लम तजीब या अब्दी, ए जिब्रील तिमीले मेरो बन्दालाई लिएर आएनौ, त्यो बन्दा जसले मलाई हन्नान र मन्नान भनेर बोलाइरहेको थियो, तिमीले त्यो बन्दालाई लिएर आएनौ। अब जिब्रील अलैहिस्सलामले भन्नुहुन्छ कि या अल्लाह ताला, हजरत मालिकले भन्नुहुन्छ इन्न जहन्नम कद ज़फरत ज़फरतन ला आरिफुल हजर मिनल हदीदी वल हदीद मिनल रिजाली, जहन्नम यति धन्किएको छ कि मैले ढुङ्गा र फलाम अनि फलाम र व्यक्तिमा कुनै फरक नै गर्न पाएको छैन, त्यति जहन्नम धन्किएको छ। अब अल्लाह तालाले भन्नुहुन्छ फयकुलुल्लाहु अज़्ज़ वजल, अल्लाह तालाले भन्नुहुन्छ कि कुल लिमालिक, हजरत मालिकलाई भन इन्न अब्दी फी कारी कदा व कदा फी सिर्री कदा व कदा व फी जावियतिन कदा व कदा, मेरो बन्दा जहन्नमको फला फला तहमा छ, फला फला कुनामा छ र फला फला पर्दाको पछाडि छ। यो जहन्नमको तह, यो जहन्नमको पर्दा पछाडि र यो जहन्नमको कुनामा मेरो बन्दा छ, जाऊ हजरत मालिक अलैहिस्सलामलाई गएर यसको खबर देऊ। हजरत जिब्रील अलैहिस्सलामले यदखुलु जिब्रील फयुखबिरु बिज़ालिका, हजरत जिब्रील अलैहिस्सलामले जहन्नममा दाखिल हुन्छ, त्यहाँ हजरत मालिक अलैहिस्सलामलाई भन्नुहुन्छ, यसको खबर दिनुहुन्छ। अब हजरत मालिक अलैहिस्सलाम फेरि जहन्नममा जानुहुन्छ।
फयजिदुहु मतरूहन मनकुसन मशदुदन नासितु इला कदमैहि वयदाहु इला उनुqihi। अब त्यो बन्दालाई कसरी पाउनुहुन्छ? त्यसको हात फयजिदुहु मतरूहन, त्यो एकदम उल्टो टंगिएको, मनकुसन फालिएको, मशदुदन नासितु इला कदमैहि, त्यसको यो निधार त्यसको खुट्टासँग बाँधिएको, वयदाहु इला उनुqihi, त्यसको हात त्यसको घाँटीसँग बाँधिएको, त्यस्तो हालतमा त्यो बन्दालाई पाउनुहुन्छ। वस्तमात अलैहि हय्यात वल अकारिब। अब साथ ही साथमा त्यो व्यक्तिको शरीरमा, त्यो व्यक्तिमाथि बिच्छी र सर्पहरू पनि एकदम झुम्मिएको हुन्छन्। त्यस्तो हालतमा हजरत मालिक अलैहिस्सलामले त्यो बन्दालाई पाउनुहुन्छ। अब हजरत मालिक